हेलो गाइज, वेलकम टु माई होइन एनदर भिडियो। आजको भिडियो चाहिँ म टक्क देवी थानदेखि स्टार्ट गर्दैछु होइन। दिक्तेलको भ्यू देखाउँदैछु तपाईँहरूलाई। दिक्तेलको भ्यू चाहिँ आज यस्तो छ होइन, देख्न सक्नुहुन्छ। हल्का हल्का आमामा उ लागिरहेछ, ढुम ढुस भइरहेछ होइन। यस्तो छ गाइज दिक्तेलको भ्यूहरू चाहिँ। अनि म चाहिँ आज कहाँसम्मको यात्रा हो भने माथि देवी थानसम्मको यात्रा होइन, यात्रा जाँदैछु। अनि खासै भन्नुपर्दा त अब त्यस्तो खासै केही छैन, यसो अब भ्लग बनाइदिउँ न भनेर होइन। अनि तपाईँहरूलाई अब मेरो भ्लग कस्तो लाग्छ अब सब्सक्राइब, लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला होइन। म पनि यसो अब नयाँ च्यानल हो मेरो, तपाईँहरूकोले सब्सक्राइब गरिदिनु भयो भने यसो अब हेल्प मिल्नेछ होइन। अनि सरोजी आजको यात्रा कस्तो हुँदैछ? यात्रा चाहिँ गाइड धेरै भएर नहिँडेको होला, त्यही भएर आज चाहिँ नमस्ते पाराले हिँड्दैछु म होइन। नमस्ते पाराले नि हो ल, ठिक छ त। अनि दिक्तेलको भ्यू कस्तो छ? भोपाल छ है दिक्तेल आजको मौसम होइन, हल्का हल्का उ लागिरहेछ, त्यही हो दिक्तेलको नजारा चाहिँ यस्तो छ होइन। अनि हामी चाहिँ होइन जाँदैछौँ सरज यता हाम्रो अङ्कल हुनुहुन्छ होइन। टक्क हामी चाहिँ देवी थान जाँदैछौँ यसो आज घुम्नको लागि होइन, त्यही हो। गाइड मेरो चाहिँ ठुलो रहर थियो क्या माथि जाने, रहर त ठुलो गएको थिएँ। सपना हुँदो रहेछ, बस्नु रहेछ त्यही त, गर्मी भएर जानु आँटियो। लुगा फेरि खापमा त खाप हालियो, जाडो हुन्छ भनेर। त्यो गाइस ल माथि भेटौँला है त। फाइनली गाइस हामी चाहिँ आइसकेको अवस्था है। अनि तपाईँहरू पनि आएर होइन यसो भाकल गर्न सक्नुहुन्छ। यस्तो छ यहाँनिर गुफा चाहिँ यस्तो छ होइन। म गुफामा जाँदैछु। हत्तरी काम हो यार, यहाँ त उ छ नि त, पण्डित बाजेले टिका लगाइदिँदै हुनुहुन्छ है, यस्तै छ। ल है त है, मुटो चाहिँ नबगाउ त हजुर, तिमी चाहिँ नपर्छ र त। माथि टपमा चाहिँ यस्तो छ होइन, यस्तो छ। यो पर के हो यहाँनिर जाम होइन होइन, यहाँ आइज न। त्यही हो, यहाँ के लेखेको छ? यो मन्दिर जाने बाटो हो होइन। टक टक टक, कोही छैन साथमा। मन्दिर जाने हो, यसो हेर्ने हो। फर्स्ट टाइम आइदिएको होइन, त्यही हो। क्यामेरा चाहिँ अलिक लो क्वालिटी नै छ गाइस। अनि यस्तो छ होइन, यहाँ देख्न सक्नुहुन्छ मझगढीको माथि देवी थान होइन। मन्दिर चाहिँ यस्तो छ, सठ यस्तो छ गाइस मन्दिर चाहिँ। अब होइन भित्र जाँदैछु यहाँनिर टिका लाउनको लागि। यस्तो रहेछ, हाल्दैन मलाई टिका। चिताका कुराहरू पुऱ्याउनु, रोग कष्ट र सुख शान्ति। मैले चाहिँ टिका लगाइसकेँ होइन। यता हाम्रो पण्डित हुनुहुन्छ। हुन्छ हुन्छ ल, म चाहिँ होइन भित्र टिका लगाएर पनि निस्किसकेको छु बाहिर, त्यही हो।